साथीहरू सबैजनालाई नमस्कार गर्न चाहन्छु। यो मेरो जेजेटेक च्यानल हो साथीहरू। आज म तपाईँहरूलाई चाहिँ यदि तपाईँहरू एकदम खासै मोबाइल चलाउन आउनुहुन्न होइन, तपाईँ चाहिँ स्मार्ट अकाउन्ट खोलेर चाहिँ आफ्नो मोबाइलमा रिचार्जहरू गर्न चाहनुहुन्छ होइन, बिजुलीको बिलहरू तिर्न चाहनुहुन्छ भने म आज तपाईँलाई चाहिँ एकदम सिम्पल सरल भाषामा सिकाउन गइरहेको छु है। सुरुमा चाहिँ तपाईँको मोबाइलमा प्ले स्टोर हुन्छ होइन, यहाँ सर्च अन प्ले स्टोरमा जानु होला होइन। त्यसपछि तपाईँले चाहिँ ई सेवा भन्ने सर्च गर्नुपर्ने हुन्छ है। सर्चमा गएर ई सेवा तपाईँको एप आउँछ, त्यसलाई चाहिँ इन्स्टल गर्नु होला है। अलरेडी इन्स्टल छ, त्यही भएर म ओपन गर्छु है। त्यसपछि तपाईँले के गर्नुपर्ने हुन्छ भन्दाखेरि है, यहाँ लगइन एन्ड रजिस्टर भन्ने छ, यहाँ क्लिक गर्नु होला। त्यसपछि यहाँ अप्सन आउँछ लगइन विथ सेवा आइडी भन्ने टाइपको होइन, यो थपेरमा क्लिक गर्नु होला। त्यसपछि यहाँ तल देखाउँछ हुन्छ रजिस्टर है। सुरुमा चाहिँ रजिस्टर गर्नुपर्छ तपाईँले आफ्नो मोबाइल नम्बरबाट है, रजिस्टरमा क्लिक गर्नु होला है। त्यसपछि यहाँ तपाईँले चाहिँ आफ्नो मोबाइल नम्बर हाल्नु होला होइन। जस्तै तपाईँको मोबाइल नम्बर भइहाल्छ नि, एनटिसी अथवा एनसेल हाल्नु होला है। त्यसपछि डेमोको लागि यस्तै हालिदिन्छ हो। त्यसपछि अर्को तपाईँको नाम हाल्नु होला होइन। त्यसपछि के हो जेन्डर होइन, मेल भयो मेल, पुरुषको लागि मेल, महिलाको लागि फिमेल। अग्री गरेर प्रोसिड गर्नु होला होइन। प्रोसिड गरेपछि तपाईँकोमा के आउँछ, ओटिपी आउँछ। त्यसपछि तपाईँले चाहिँ एमपिआइएन पिनहरू सेट गरेर होइन, त्यसपछि तपाईँ कहाँ आउनुहुन्छ भन्दाखेरि लगइन पेजमा आउनुहुन्छ है। त्यति गरिसकेपछि तपाईँ कहाँ आउनु पऱ्यो, लगइन पेजमा आउनुहुन्छ होइन। त्यसपछि तपाईँ आइडी, मैले अलरेडी आइडी बनाइसकेको छु होइन, आइडी हुन्छ। त्यसपछि यहाँ पासवर्ड हुन्छ है। तपाईँलाई चाहिँ एमपिएन होइन, 4 डिजिटको एमपिआइएन हाल्ने पनि हुन्छ अथवा पासवर्ड हाल्ने पनि हुन्छ है। मैले चाहिँ यहाँ पासवर्ड चाहिँ बिर्सेको कारणले गर्दा मैले यहाँ थम राखेको छु। मैले थम हाल्ने बित्तिकै के हुन्छ, यो मेरो ओपन हुन्छ है। तपाईँले पासवर्ड राखेको हुन्छ है अथवा एमपिएन राख्नु भएको छ, तपाईँले चाहिँ त्यहाँबाट खोल्नु होला। सुरुमा यस्तो आइसकेपछि तपाईँले चाहिँ कहाँ जानु पऱ्यो भन्दाखेरि तपाईँले चाहिँ आफ्नो केवाइसी भेरिफिकेसन गर्नुपर्ने हुन्छ है। त्यसको लागि मोर अप्सनमा जानु होला होइन। मोरमा क्लिक गरेपछि मेरो यहाँ केवाइसी अलरेडी भेरिफाइड छ होइन। त्यसको लागि चाहिँ तपाईँले यहाँ अपडेट केवाइसी भन्ने अप्सन आउँछ, त्यसमा क्लिक गर्नु होला होइन। त्यसपछि यहाँ चाहिँ तपाईँले सबै आफ्नो डिटेलहरू मजाले भरेर अपलोड गर्नु होला होइन। त्यसरी चाहिँ तपाईँले आफ्नो केवाइसी अपलोड गरेर केवाइसी भेरिफाइड गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँले चाहिँ यहाँ आफ्नो यतातिर छ है, तपाईँले आफ्नो बायोमेट्रिक अथवा फिङ्गरप्रिन्टबाट खोल्ने सिस्टम राख्न चाहनुहुन्छ भने यहाँ छ यस बायोमेट्रिक। तपाईँले चाहिँ सुरुमा आफ्नो एमपिआइएन हाल्नुपर्ने हुन्छ, जुन भर्खर राखेको छ होइन। त्यसबाट चाहिँ फिङ्गरप्रिन्ट हालेर नै तपाईँले सेट गर्न सक्नुहुन्छ। फिङ्गरप्रिन्ट हाल्यो भने चाहिँ पासवर्ड हालिरहनु परेन, तपाईँको थम्बबाट नै खुलिहाल्छ होइन। खुलिसकेपछि अब यहाँ पैसा लोड गर्नु होला होइन। त्यसरी लोड गर्ने चाहिँ तपाईँको आफन्त अथवा तपाईँको मोबाइल ब्याङ्किङ छ भने त्यसबाट नै लोड गर्नु मिलिहाल्यो। त्यसपछि अनि तपाईँको यहाँबाट चाहिँ धेरै सुविधाहरू दिएको छ होइन। म चाहिँ तपाईँलाई चाहिँ यो टपअप भनेको रिचार्ज हाल्नु है, आफ्नो मोबाइलमा रिचार्ज हाल्ने सिस्टम हो यो। बिजुलीको बिल दिने, इलेक्ट्रिसिटी, धाराको खानेपानीको यो, इन्टरनेट बिलहरू पनि तिर्न सक्यो होइन। गभर्मेन्टहरू अनि एयरलाइन्सहरू धेरै सुविधाहरू दिएको छ है। तपाईँले चाहिँ यी सुविधाहरू चाहिँ सेवा अकाउन्ट खोलेर गर्न सक्नुहुन्छ है साथीहरू। यसरी चाहिँ तपाईँले सेवा अकाउन्ट चाहिँ मजाले खोलेर युज गर्न सक्नुहुन्छ होइन। यदि तपाईँले चाहिँ कामवश आफ्नो एमपिएन नम्बर अथवा पासवर्डहरू भुल्यो भने चाहिँ तपाईँले कसरी लगइन गर्ने, कसरी रिसेट गर्ने त, त्यसको लागि पनि लगइन र रजिस्टरमा जानु होला, यहाँ क्लिक गर्नु होला होइन। अब यहाँ के छ भन्दाखेरि एउटा छ फरवर्ड एमपिआइएन भन्ने छ क्या, यसमा क्लिक गर्नु तपाईँले फरवर्डमा। अब यहाँ चाहिँ तपाईँलाई के हाल्नुपर्छ, आफ्नो मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ है। अलरेडी लगइन गरेको मोबाइल नम्बर, रजिस्टर गरेको मोबाइल नम्बर, प्रोसिडमा क्लिक गर्नु होला। त्यसपछि यहाँ चाहिँ के आउँछ भने तपाईँले एउटा कोड आउँछ ई सेवाबाट होइन, भेटेर अनि यहाँ नयाँ एमपिआइएन चाहिँ यहाँ सेट गर्नु मिल्यो है। ओके,
त्यसपछि कन्फर्म गरिदिनु होला। अब तपाईँको के आयो, फेरि लगइन पेजमा आयो अनि त्यसपछि त्यही आफ्नो एमपिआइएनतिर लगइन गर्नु होला है। सक्सेसफुली लगइन भयो। अब बायोमेट्रिक चाहिँ इनेबल गर्नु होला फेरि। डन। यसरी चाहिँ तपाईँलाई फुल्ली फङ्सनल होइन त्यसरी अकाउन्ट खोलेर मजाले रिचार्जहरू, खानापिना पैसाहरू, पेमेन्टहरू होइन गर्न सक्नुहुन्छ है साथीहरू। यदि तपाईँलाई कुनै पनि दुविधा भएमा चाहिँ यो सेवा अकाउन्ट खोल्ने विषयमा चाहिँ कुनै दुविधा भएमा मलाई कमेन्टमा भन्नुहोला, म तपाईँलाई चाहिँ सजिलैसँग सिकाइदिनेछु। ल साथीहरू आजलाई यति नै है, पछिको भिडियोहरूमा भेट गरौँला। थ्याङ्क यू, बाई, सी यू अगेन।